माई न्यू भ्लग। तपाईँहरू चाहिँ मेरो भ्लगमा स्वागत छ है। तपाईँहरूले चाहिँ धेरै दिनपछि भ्लग अपलोड हुँदैछ च्यानलमा। मेरो साथी रहेका छन् विजय अधिकारी, वेलकम छ तिमीलाई मेरो च्यानलमा। र अहिले हामी चाहिँ लेक साइडमा घुमिरहेको छौँ है। कस्तो आयो त क्वालिटी, दामी आहा गाइजहरू है त। ल ल र अहिले हामी चाहिँ लेक साइड घुमिरहेको छौँ है। तपाईँहरूलाई लेक साइडको दृश्यहरू हामीले देखाइसकेका छौँ। र यहाँ चाहिँ अब गीतहरू बजेको कारणले कपिराइट आउन सक्छ र हामी कहाँ कहाँ जान्छौँ तपाईँहरूलाई देखाइरहन्छौँ है त गाइजहरू। कमान र साथी कहाँ गयो भन्नु होला, साथी यहीँ छ ल। र साथी अहिले हामी चाहिँ घुमघाममै छौँ है। हामी चाहिँ अहिले घुमिरहेको छौँ। 3 महिनासम्म चाहिँ भ्लगहरू केही आएको छैन। फेरि एकचोटि भ्लगहरू आउने छ, तर कहिले भ्लग आउँछ भने चाहिँ मेरो मेसो नभएको कारणले हो है। अब सर्टमा चाहिँ मैले माया पाइरहेको छु, फेरि आउँछ लङमा चाहिँ है त गाइजहरू। ल ल है त। ल साथी ल के भन्न चाहन्छ भ्लगमा? केही भन्न चाहन्न गाइस। ल उसले केही भन्न चाहँदैन होइन, उसँग शब्दै भएन भन्नलाई होइन। ल ठिक छ साथी। ल तपाईँले सोच्नु होला कति लेक साइडको भ्लग भनेर। एकजनाले कमेन्ट गर्नुभएको थियो 20-30 त लेक साइडको त भ्लगमा जानेर, त्यही हो। अनि घरमा कति जान्नु? ल ठिक छ, अहिले भेटौँ ल। ल अब हामीले चाहिँ भ्लगहरू इन गर्दैछौँ र तपाईँहरूलाई चाहिँ यतिसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नभुल्नु होला। केही भनिदिउँ अन्तिममा? ल लाइक सब्सक्राइब हान्नु साथी। ठिक छ है त। ल अब फेरि हामी अर्को भ्लगमा भेटिन्छौँ ल। डट बी टु कन्टिन्यू फर न्यू भिडियो। बाई बाई। हामी चाहिँ भ्लगबाट बिदा हुँदैछौँ। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै अब हामी अर्को भिडियोमा भेटिन्छौँ। बी कन्टिन्यू गाई। तपाईँहरूको मन र मुटुमा बस्न सफल व्यक्ति अश्विन पाण्डे अब भ्लगबाट छुट्टी दिएछ। माया गरिदिनु भएको छ त यस्तै गरी। तिमीले तिमीले उ भयो कि साथी? आमा त दामी देखियो। म त यता गहु यतै आऊ के दोस्त बुझ्यौ। आयो आयो दामी बेबी। ओके
आऊ बाबा के छ त नि खबर यता तालतिर आयो हामी तालतिर के छ खबर के छ सन्चै हुनुहुन्छ ल हामी यतातिर हामी साथीहरू ल गाइजहरू गाइज हिँड 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 तिमीले मागेको Guys, this is all art. सब आर्ट हो है. हेलो गाइस, आज मेरो दोस्त आइसकेका छन् पोखरामा हैन एन्ड वी आर ह्याभिङ फन टुगेदर. अब चाहिँ हामी दुईजना चाहिँ कफी क्लास जानियो हैन, म जानियो त्यहाँ गएर अनि त्यहाँ कफी क्लास गइसके 22 क्लास सकिसकेपछि चाहिँ हामी डुल्नियो हावा तालले हामी गुन्डा मान्छे साथीहरु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला. कति ह्यान्डसम मान्छे ठीक ठीक है. आज हामी यतिकै डुल्दै हिँडिरहेका छौँ. मेरो दोस्त हो यो होइन एन्ड वी आर रियली ह्याभिङ फन ओभर हियर. हामी चाहिँ यहाँ के अरे के भन्छन् नि यो ऊ भन्छन् क्या दोस्त त्यसलाई के अरे डिज्नील्यान्ड समथिङ के पो भन्छन् है. त्यहाँ आछौँ होइन, मोज हान्दै हामी यहाँ रमाइलो भइरहेको दोस्तहरू.